2 3 श्वास तान्दै अगाडि। अब श्वास छोड्दै तल 3 सेकेन्ड रोकौँ। श्वास तान्दै माथि 3 सेकेन्ड रोकौँ। श्वास छोड्दै तल, श्वास तान्दै माथि। अब दाहिने हातले बायाँपट्टि शिरमा यसरी तानौँ अनि श्वास छोडौँ। 1 2 3 अर्को श्वास छोडौँ। 1 2 3 पछाडिबाट हातले प्रेस गरौँ, श्वासलाई छोडौँ। 1 2 3 सेकेन्ड हो। माथि चुउँ, श्वास तानौँ। 1 2 3 हो चेन्ज। अब कुमको श्वास तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने, उल्टा श्वास तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने। अब दुईटै हात अगाडि, श्वास तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने, उल्टाइदिनु बेला श्वास तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने। अब साइडमा तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने, श्वास तान्ने छोड्ने। चेन्ज। अब यो हातलाई राउन्ड यसरी श्वास तान्ने, यहाँसम्म तान्ने, अब छोड्ने। 3 चेन्ज। अब उल्टा श्वास तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने। रिल्याक्स। माथि लाग्यो, हातलाई माथि, रिल्याक्स रिल्याक्स। चेन्ज। दुईटै हात अगाडि, श्वास छोड्दै दायाँ। 1 2 3 सेकेन्ड हो मिनिमम। श्वास तान्दै अगाडि सिधा, श्वास छोड्दै बायाँ। 1 2 3 चेन्ज। अब दाहिने हात माथि, बायाँ हात कम्मरमा। अब यो हातलाई झार्नु, अब श्वास तान्ने छोड्ने। चेन्ज। अर्को बायाँ हात माथि, अब यो हात झार्छौँ, श्वास तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने। अब हातको औँला श्वास तान्ने 2 3 सेकेन्ड। अर्को श्वास तान्ने। अब यसलाई तलतिर श्वास छोड्ने, श्वास छोड्ने। अब यसलाई उल्टाइदिउँ औँला अनि श्वास छोड्ने, श्वास छोड्ने। चेन्ज। साइडमा बिस्तारै श्वास तान्ने, श्वास छोड्ने, श्वास तान्ने छोड्ने, तान्ने छोड्ने। अब बायाँ हात अगाडि एकदम माथि औँलालाई हेर्ने, दाहिने हात पछाडि, पछाडिको हात पनि अगाडिकै हातको लेभलमा। अब श्वास छोड्ने। 1 2 3 अर्को दाहिने हात अगाडि। 1 2 3 सेकेन्ड। अब राउन्ड श्वास तान्ने छोड्ने, तान्ने छोड्ने। अब यसलाई उल्टा तान्ने छोड्ने, तान्ने छोड्ने, तान्ने छोड्ने। चेन्ज। रिल्याक्स 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 रिल्याक्स। अब बायाँ हात दायाँ साइडमा, अब दाहिने हातको र बायाँ हातको कुइनो कुइनो यसरी कैँची मारौँ हो। 1 श्वास छोडौँ। 1 2 3 सेकेन्ड हो। अर्को 1 2 3 हो। यसरी दाहिनेपट्टि दुईटा हात यसरी तानातान गरौँ, श्वास छोडौँ। अर्को बायाँपट्टि श्वास छोडौँ। चेन्ज। अब दाहिने हातले बायाँ हातको कुइनो समाउँ। अब दाहिने हात माथिबाट लैजाउँ। फेरि अब बायाँ हातले दाहिने हातको कुइनो समाउँ। अब बायाँ हात माथिबाट लैजाउँ। चेन्ज। अब दुईटै हातले यसरी कुइनो समाउँ, सक्ने समाउन नसक्ने। चेन्ज। अब श्वास छोड्ने, तान्ने, छोड्ने, तान्ने, छोड्ने, तान्ने। अब माथि तन्क्यौँ। 1 2 3 अब दायाँ 1 2 3 बायाँ श्वास छोड्ने 1 3 बायाँ साइड कर्नर श्वास तान्ने 2 3 दायाँ 1 हो। चेन्ज। श्वास छोड्ने तान्ने, छोड्ने तान्ने, छोड्ने तान्ने हो। चेन्ज। एबभ वेस्ट सिद्धियो। अब कम्मरदेखि माथिको भाग सिद्धियो। अब मेडिटेसन गराउँछु म आज। यो घुँडालाई बिस्तारै हेर्नु, श्वास तान्ने छोड्ने, राउन्ड घुमाउँ ल। घुँडा दुख्छ नि हाम्रो।
हो 3 चोटि। अब 3 चोटि अर्को उल्टा 3 हो चेन्ज। अब के गर्ने भने घुँडाको एक्सर्साइज यो पोजिसनमा यो पोजिसनमा बसौँ कुर्कुचाले गरेर अलिकति घुँडा बेल खुम्च्याउँ। उत्तम भाइजी अगाडि आउनु न अन्ते आउनु है यी अनि दाहिने खुट्टा अगाडि लैजाउँ ल्याएर यसरी श्वास छोड्ने 1 2 3 सेकेन्ड रोक्ने। अब यसलाई श्वास तान्दै सिधा 6 सेकेन्ड लगाएर तान्ने 1 2 3 सेकेन्ड रोक्ने। फेरि कि श्वास छोड्ने 1 2 3 सेकेन्ड रोक्ने। बिस्तारै श्वास तान्ने 1 2 3 सेकेन्ड रोक्ने। चेन्ज अर्को पनि त्यसै गर्ने। श्वास छोड्ने 1 2 3 श्वास तान्ने 2 3 सेकेन्ड रोक्ने। श्वास छोड्ने श्वास तान्ने हो। यो प्रक्रिया 8-10 चोटि गरौँ है। अब त्यो बताइराखेँ मैले। अब हाम्रो घुँडा अलिकति बेल। नारीहरूले चाहिँ दाहिने हात नाभिभन्दा तल 4 इन्ची तल होइन, देब्रे हात माथिबाट खप्चिने। हामी भाइजीहरूले चाहिँ देब्रे हात पहिला अनि दाहिने हात माथिबाट। अब शरीरलाई लुज गरौँ, लामो श्वास तानौँ, 6 सेकेन्ड लगाएर श्वास तानौँ अनि 1 2 3 सेकेन्ड रोकौँ पेटलाई अनि बिस्तारै श्वास छोड्दै जाउँ। 6 सेकेन्ड लगाएरै छोडौँ अनि 1 2 3 सेकेन्ड रोकौँ। फेरि बिस्तारै श्वास तानौँ। जब श्वास तान्दाखेरि बेलुनमा हावा गरिएपछि त्यो बेलुन फुक्दै आउँछ, त्यस्तै हाम्रो पेट फुक्दै आयो। 1 2 3 सेकेन्ड रोकौँ। अब श्वास छोड्दै हातले हल्का प्रेस गर्दै लैजाउँ। हल्का हातले प्रेस गर्ने 1 2 3 सेकेन्ड रोक्ने। फेरि लामो श्वास तान्ने, पेट फुल्दै आउँछ 1 2 3 सेकेन्ड रोक्ने। फेरि बिस्तारै हल्का प्रेस, श्वास छोड्दै जाने, हातले प्रेस गर्दै लाने हो। चेन्ज। यो प्रक्रिया हामी 5 मिनट 3 मिनट जति सक्छौँ जति गऱ्यो त्यति फाइदा यो पेटको। अब यो दुइटै हात हेर्नुहोस् है, बिस्तारै शरीरलाई हातलाई लुज ब्रिदिङ, बिस्तारै श्वास तान्ने, यहाँसम्म तान्ने, 6 सेकेन्ड लगाएर तान्ने, 1 2 3 सेकेन्ड रोक्ने, बिस्तारै श्वास छोड्ने, 3 सेकेन्ड रोक्ने, बिस्तारै श्वास तान्ने, बिस्तारै छोड्ने, 6 सेकेन्ड लगाएर छोड्ने, रोक्ने, बिस्तारै हो 6 सेकेन्ड लगाएर रोक्ने, बिस्तारै 6 सेकेन्ड लगाएर छोड्ने हो। यो प्रक्रिया हामी 7-8 पल्ट गरौँ। अहिले समयको अभावले थोरै गरेको हामीले। अब अर्को आइटम हेर्नुहोस् है। अब सपोज हामीले यहाँ पानी छ अरे, त्यो घैँटोले पानी उभायौँ है। अब यसरी श्वास तान्दै माथि लाने, हेर्नुहोस् यो हात माथि लाने। अब यहाँसम्म माथि लगेपछि अब त्यो घैँटोले खनाएर हाम्रो टाउकोले सर नुहाएको फिलिङ अनुभूति लिउँ है। ल हेर्नुहोस्, पानी उभायौँ, श्वास तान्यौँ, श्वास तान्दै माथि माथि अनि रोकौँ। अब चट्ट नुहाएको अनुभव गरौँ। श्वासलाई छोड्दै तल आउँ, श्वास छोड्दै तल सिधा है, कम्मर सिधा, श्वास तान्दै माथि, श्वास छोड्दै तल, श्वास तान्दै माथि, श्वास छोड्दै तल, श्वास तान्दै माथि, श्वास छोड्दै तल। चेन्ज। अब अर्को हाम्रो चेस्टको लागि है, चेस्टको लागि ल्याएर सबै बिस्तारै श्वास तान्ने, लुज गर्ने, हातलाई कडा नगर्ने, यहाँसम्म श्वास तानौँ। अब बिस्तारै यहाँबाट छोडौँ, बिस्तारै रोकौँ, फेरि बिस्तारै श्वास तानौँ,
रोकौँ एकछिन बिस्तारै श्वास छोडौँ बिस्तारै श्वास तान्ने रोक्ने बिस्तारै श्वास छोड्ने चेन्ज हो यो प्रक्रिया हामी 8-10 चोटि गरौँ अर्को अब चेस्टको लागि लन्चको लागि स्पेसली यसरी दुईटा हात यसो राखौँ अब हल्का भएर श्वासलाई तानौँ यहाँ माथिसम्म तानौँ अब यहाँबाट बिस्तारै श्वास छोडौँ रोकौँ एकछिन बिस्तारै श्वास तानौँ बिस्तारै श्वास छोडौँ बिस्तारै श्वास तानौँ बिस्तारै छोडौँ हो यो प्रक्रिया हामी मिनिमम 6 चोटिदेखि 10 चोटिसम्म गरौँ अब दुईटै हात माथि हेरौँ अनि मन चाहिँ यहाँ घाँटीमा दिउँ श्वास तानौँ रोकौँ अनि छोडौँ है चेन्ज यो थाइराइडलाई हुन्छ चेन्ज अर्को दुईटा हात साइडमा श्वास तानौँ रोकौँ 3-4-5 सेकेन्ड रोकौँ अनि छोडौँ चेन्ज अब अर्को चराहरूले छ नि यसरी हाँस्ने चेन्ज श्वास तानौँ रोकौँ चेन्ज रिल्याक्स 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 एन्ड गरौँ है आजलाई अब पक्नुहोस् है श्वास तानौँ छोडौँ श्वास तानौँ छोडौँ ओम शान्ति ल आजलाई समयको कारणले अर्को दिन अलिक धेरै बेर गरौँला है अब बिलो वेस्ट कम्मरदेखि तल हाम्रो गर्नै बाँकी छ